हेलो एभ्रिवान, सबैजनालाई राधे राधे। आई होप हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला साथीहरू। म पनि सन्चै आरामै छु। सो आज पनि न्यू डे न्यू ब्लगको साथमा म उपस्थित भइसकेकी छु। सो मेरो भिडियो के कस्तो लाग्छ हेरेर साथ सपोर्ट दिन नबिर्सिनु होला। सो हेर्दै जानु होला आजको दिनभरिको भिडियो के कस्तो हुन्छ है। म चाहिँ यहाँ पूजा सुजानी गरिसकेँ साथीहरू। मेरो नानीलाई उठाउँछु। म चाहिँ नानीको एक्जाम छ। छोरी 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 यता हो सिरानी पुगेछु नि। नानी उठा छोरी उता एक्जाम छ पढ्न परेन। उता उता छोरी। सो साथीहरू नानी पनि अहिले उठिसकिन्। म चाहिँ अब कपडाहरू मिलाउँछु है। कपडा मिलाउन पर्यो। यो ब्ल्याङ्केट गरममा चाहिँ धेरै ब्ल्याङ्केटहरू हुन्न नि त, एउटा मात्रै हो। गरम महिनामा चाहिँ नानी चाहिँ ब्रस गर्न गएकी छिन् साथीहरू। हजुर फाइनली मेरो नानी उठिसकिन्। दाँत सात ब्रस गरेर अहिले लेख्न बसिन्। नानीको चाहिँ आजबाट स्कुल के अरे एक्जाम हो साथीहरू। अब 1 विक आफ्टर 1 विक चाहिँ 1 मन्थ छुट्टी हुन्छ समर भेकेसनको। सो नानी चाहिँ लेख्दैछिन् अब मेरो छोरीले। सो साथीहरू म चाहिँ अब चाय बनाउन लाग्यो। अब चाय बिस्कुट खाने हो। दुध हालेको चाहिँ होइन, रातो चिया। सो हेर्नु होला मेरो आजको ब्लग। म चाहिँ अब लाल चिया र यो रोटी बिस्कुट खान लाग्यो। यो चाहिँ नानीको बिस्कुट हो। यो म चाहिँ यो रोटी र यो लाल चिया मेरो चाहिँ यहाँ गिलासमा हालेको छु है साथीहरू। नानीको चाहिँ कपमा हालिदिएको। अब हामी खान्छौँ। नानी चाहिँ फेरि अर्को बिस्कुट ल्याउन गइछन्। पुरानो मोबाइलबाट भिडियो बनाएको ब्ल्याक आएको छ। कस्तो आएको छ त मलाई थाहा छैन। अब म चाहिँ रोटी खान्छु साथीहरू। रोटी र चिया खाएर स्कुल जान पर्ने हुन्छ। आज नानीको एक्जाम हो साथीहरू। सबैले अल द बेस्ट लेखिदिनु भयो कमेन्टमा। बिस्कुट त कम्ती नै लिएर आयो त। कम्ती भएन यो बिस्कुट? यहीँ यत्रो छ यहाँ। फेरि यो के लेख्यो? यो दोकान नजिक भयो भने त बहुत बेकार हो। कुन खोल्ने? यो पनि म खान्छु। त्यो पनि खाऊ। यो चिया पनि पुग्दैन होला तिमीलाई। म चाहिँ बिहान चाहिँ धेरै खाना राख्नु। रोटी पनि बेसी भयो एउटा। ओहो यता देखाउनु थाल्यौँ फेरि अर्को। एउटा त मलाई छोड्दो। के भयो? यो खाइसक नि त। खासै मिठो त लागेन यो रोटी त मलाई। हाम्रो नानीको बिस्कुटहरू नै खाएको। यहाँ दादाकै भिडियो चल्दै थियो। एकछिन नजल। यहाँ ओम दादाको लाइभ पोखरा आइडीको यहाँ भिडियो चल्दै थियो। नानीले अब हेर्न थाल्यो। रोकाइ नचलाऊ एकछिन। नानीको बिस्कुट र चिया फेरि यति कम्ती खायो। हुन लाग्यो है साथीहरू। अब कपडा धोने हो। यहाँ यस्तै कपडा धुँदा तेरी मूर्ति उतारो
कृष्ण राधे कृष्ण राधे कृष्ण राधे कृष्ण मन में बसाकर तेरी मूर्ति उतारो में गिरधन तेरी आरती। यत्रो मैले धुइसकेँ, एक गमला भइसक्यो, अझै फिनिस भएन। राधे कृष्ण राधे कृष्ण राधे कृष्ण दाल म कपडा सपडा धुइसकेँ साथीहरू। अनि यहाँ चाहिँ दाल मटर चाना र आलुकै यस्तो पातलो दाल पकाएको। धेरै बाक्लो पनि मन पर्दैन नि त। धनियाँ काटेर हालिदिइसकेँ। दाल कस्तो कलर देखेको, यहाँ त पहेँलै छ त हौ। सेतै देखेँ यहाँ पहेँलै छ। यो क्यामेरै के भयो, यो पुरानो मोबाइलबाट क्यामेरा गरेको नि त साथीहरू। दाल पाएको यहाँ मैले यहाँ काँक्रा काटिसकेँ साथीहरू। कस्तो राम्रो काँक्रा छ क्या आज चाहिँ, लोकल काँक्रा यस्तो। यो चाहिँ मैले खाना राखेको। यति चाहिँ अब मैले काटेर नुन लगाएर राख्छु। यसको चटनी कस्तो हुन्छ म हजुरहरूलाई देखाउँछु बादमा। साथीहरू मेरो आजको खाना मटर चाना र आलुको दाल। यो पुरानो फोनबाट भिडियो बनाएको छु क्या, त्यही कारण कस्तो हेर्न। अनि यो तिल र यो काँक्राको चटनी। यहाँ छ क्याप्सिकम र आलुको सब्जी। यहाँ पानी। अब म खाना लाग्छु है साथीहरू। म चाहिँ खाना लगाएको छु साथीहरू। हेर्नु अब खाइन्छ खाना। नानीलाई पनि खिलाउँदै खाने। यत्तिकै दियो भने खाने, फेरि यत्तिकै खिलाइदियो। एक्लैलाई खिलायो भने कस्तो गर्छन् कि, खाँदै खिलायो भने। हजुर हेर्नु साथीहरू, फ्रिजमा मिठाई र पानी, यो चक्लेट र पानी घोलेर हालेर राखेर खाँदै यस्तो गन्दा फ्रिजमा छ्या। अनि यस्तो बिमार नभएर को बिमार हुन्छ। छि 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 छि। खुर्सानी कस्तो राम्रो खुर्सानी हो। कस्तो राम्रो नि खुर्सानी। यहाँ लिलुले बजार गर्दैछ। मैले चाहिँ यहाँ भिडियो बनाइदिँदैछु है उसको। मेरो बजार मैले बिहानै सकेँ। अब लिलुको पाली कसरी किलोहरू? कति हेरे? 1 किलो भयो त कम्ती आएकै जान्न। आज बिन्सहरू पनि राम्रो छैन नि। बिन्सहरू कसैकोमा राम्रो दिएछु नि। यो बोडी त मलाई मनै पर्छ। यो त गुवाहाटीको बोडी हो। ब्याक क्यामेरा त राम्रै छ नि यसको।
मकै यो यसको गति हेर यत्रो खुर्सानी कत्रो कत्रो खुर्सानी कसरी हो किने गर्न आधी किलो 60 ना 1 किलो 1 किलो आधा केजी 30 चलो इन होइन आज यहाँ सबैको यहाँ हाम्रो यताको बजार देखाउनु मैले त त्यो कच्चु खोजेको बाँध्दै दाम छ लैजाऊ त्यही होइन रुख त यो काँक्रो खोज्छु कति अरे मैले हिजो 30 मा लगाएको तल यस्तै छ लैजाऊ एउटा लाने राम्रो छ लोकल उ त पाकेको लैजाऊ न हो त लेफ्ट ह्यान्ड राइट ह्यान्ड यो लोकल हो नि त अब लोकल क्या मजा हावा पानीले बजारै भिज्यो आज पानीले भिजेर कस्तो ग्रीन कलरको इस्कुस गयो मटर कत्रो कत्रो हेर्छ साथीहरू और हो गया तो धनिया दीजिए ना 10 रुपये तो ये हाल था आई धनिया उसको बजार यति छ फेरि मैले त यहाँ टन्ने झोलामा बोकेछु आज त यहाँ हालेँ मैले उयो मटर हालेँ छ